यो भिडियोमा चाहिँ हामी इन्सर्ट सेक्सन्समा भएको टेबलको बारेमा हेर्छौँ है त। अब टेबल भनेको चाहिँ कस्तो भन्दा कुनै पनि डेटाहरूलाई हामीलाई रो र कोलमको फर्मेटमा हामीले स्टोर गर्नुपर्ने छ भने हामी टेबल युज गर्न सकिन्छ है त। अब यसमा चाहिँ हामीले सुरुमा डिफाइन गर्नु पर्दाखेरि हामीले नम्बर अफ कोलम्सहरू डिफाइन गर्छौँ र कोलम्सहरूलाई चाहिँ एड गर्दै जाँदाखेरि हाम्रो कोलम्स साइज बढ्दै जान्छ र रोलाई एड गर्नु पर्यो भने पनि हामीले ट्याबहरू थिच्दै रोलाई एड गर्न सकिन्छ। हेरौँ है त कसरी हुन्छ। जस्तै म टेबलमा गएँ, टेबलमा गइसके पछाडि मलाई यहाँनिर यसरी टेबलको फर्मेटमा बक्सा बक्सा जस्तो दिएको हुन्छ। जब मैले यसमा यसरी होभर गर्छु, त्यो होभर गर्दाखेरि के हुन्छ, मेरो पेजमा चाहिँ एउटा कोलम चाहिँ थपिन्छ है त। जस्तै अब म यतापट्टि एड गर्दै गएँ भने मेरो कोलमहरू थपिँदै जान्छ र यता तलपट्टि सर्दै गएँ भने मेरो के हुन्छ, रोहरू थपिँदै जान्छ है त। यसमा बाई डिफल्ट चाहिँ हामीले 7 बाई 6 को चाहिँ हामीले रो र कोलम्सहरू बनाउँदै जान सकिन्छ है। अब सुरुमा मैले के गरेँ, अहिले 3टा 4टा रो राखेर कोलम राखेर एउटा टेबल बनाएँ। जब मैले यसरी क्लिक गर्छु, क्लिक गरिसके पछाडि मेरो यहाँनिर टेबल इन्सर्ट हुन्छ। यदि मैले क्लिक गरिनँ र बाहिर यसरी त्यतिकै क्लिक गरेँ भने, जस्तै मैले यहाँनिर यसरी होभर गरिरहेको छु, होभर मात्रै गर्दाखेरि मलाई यहाँ टेबल बनेको देखियो। तर मैले यतिकै क्लिक नगरिकन बाहिर यसरी क्लिक गरेँ भने मेरो यो टेबल चाहिँ हराउँछ है त। अब मैले यहाँनिर गएर क्लिक चाहिँ गर्नुपर्ने हुन्छ। टेबलमा गएर मैले यसरी क्लिक गरेँ भने मेरो यहाँनिर यसरी टेबल चाहिँ एउटा क्रिएट हुन्छ, टेबलको एउटा स्ट्रक्चर क्रिएट हुन्छ। अब यो जब यो डिजाइन बन्छ त्यस पछाडि के हुन्छ, हाम्रो यहाँनिर हेर्नुभयो भने एउटा टेबल डिजाइन भन्ने एउटा सेक्सन्स ट्याब खोलिन्छ र अर्को टेबल लेआउट भन्ने ट्याब खोलिन्छ है त। यो ट्याबले चाहिँ टेबलको डिजाइन रिलेटेडको कामहरू गर्छ, जस्तै स्टाइलहरू दिने होइन, टेबलमा बोर्डरहरू कस्तो राख्ने, फर्स्ट कोलम कस्तो राख्ने, लास्ट कोलम कस्तो राख्ने, बोर्डरहरू दिने कि नदिने, कलर पेनको कलरहरू कस्तो राख्ने, बोर्डरको कलर कस्तो राख्ने भन्ने कुराहरू चाहिँ हामीले यो टेबलको डिजाइन्सहरूबाट गर्न सकिन्छ है। अर्को भनेको टेबलको लेआउटमा गएर हेरिन्छ भने हामीसँग के छ, हामीसँग टेबललाई सेलेक्ट गर्ने, टेबलको रोलाई मर्ज गर्ने कि डिलिट गर्ने कि इन्सर्ट गर्ने कि स्प्लिट गर्ने कि भन्ने कुराहरू हुन्छ। टेबलको रोलाई हामीले हाइट कति दिने, विड्थ कति दिने भन्ने कुराहरू हामीले तमाम कुराहरू हेर्न सकिन्छ है त। अब यो कुराहरू हामी बिस्तारै हेर्दै जाउँ है। अब आजको भिडियोमा हामी के हेर्छौँ, टेबलको डिजाइन रिलेटेडको कुराहरू हेर्छौँ है। टेबलको डिजाइनमा हामीले के कुराहरू गर्न सकिन्छ भन्ने कुराहरू हामी हेर्छौँ है। अब यसको लागि अब मलाई के चाहियो, पहिला सुरुमा त टेबलमा डाटै चाहियो। अब डाटा बनाउनको लागि म के गर्छु, एउटा ब्रेभमा गएर ब्रेभमा जान्छु, ब्रेभ खोल्छु, त्यस पछाडि के गर्छु, एउटा च्याट जिपिटी खोल्छु होइन। च्याट जिपिटी खोलेर अब जस्तै मलाई के कुरा रिलेटेड डाटा चाहिएको छ म त्यो हेर्छु है त। मलाई के गर्छु, मैले 5 रो and 4 column data having have SN number ल। अहिले मैले के गरेँ, एउटा 5वटा रो भएको र 4वटा कोलम भएको डाटालाई चाहिँ मैले च्याट जिपिटीलाई बनाइदिएँ भनेर मागेँ है। अब यसले के गर्छ, एउटा 4वटा रो र 5वटा कोलम भएको मलाई एउटा डाटा बनाएर दिन्छ है। अब यसैलाई मैले के गर्छु, एक एकवटा गर्दै कपी गर्दै पेस्ट गर्दै गर्छु है त। जस्तै मलाई यो सुरुमा के गर्नु पऱ्यो, एसएनको नम्बर हाल्नु पऱ्यो होइन। अब यो कोलमबाट मलाई यो कोलममा जानु पऱ्यो भने मैले यसरी माउसले यसरी क्लिक गर्न पनि सक्छु होइन। नभए अर्को सर्टकट तरिका भनेको के छ, एउटा कोलमबाट अर्को कोलममा जानको लागि चाहिँ हामीले ट्याब थिच्छौँ है त। ट्याब थिच्यो भने के हुन्छ, अर्को कोलममा जाने भयो। जस्तै अब यो कोलममा मैले नेमको सेक्सन छ होइन, अर्को कोलममा मेरो एड्रेसको सेक्सन छ, अर्को कोलममा मेरो फोनको सेक्सन छ होइन। अब यसरी मेरो के भयो, टेबलको हेडर रेडी भयो है। अब यो कुरा मेरो के हुन्छ भने, अब मलाई कोलम पनि त के अरे रो पनि त एड गर्दै जानु छ होइन। अब रो एड गर्नको लागि मसँग दुईवटा तरिका हुन्छ है। एउटा भनेको यसो गरेर यो कोलमको
फर्स्टकोमा गएर यसो गरेर यहाँ होभर गऱ्यो भने के हुन्छ मलाई एउटा प्लसको आइकन आउँछ है। अब यसले के गरिदिन्छ मलाई एउटा रो एड गरिदिने काम गर्छ। यसरी पनि मैले एड गर्न सक्छु हैन। अब अर्को भनेको के गर्न सक्छु मैले यसमा गएर यसरी राइट क्लिक गरेर यहाँनिर यसरी टेबलमै क्लिक गरेर यहाँनिर के हुन्छ इन्सर्टमा गएर के हुन्छ यहाँनिर यो टेबलको यो मैले सेलेक्ट गरिरहेको रोको तलपट्टि मलाई कोलम चाहियो कि रो चाहियो कि माथिपट्टि चाहियो रो भन्ने कुराहरू मैले यहाँ डिफाइन गरिदिन सक्छु। जस्तै मलाई यसको तलपट्टि चाहियो भने इन्सर्ट रो बिलो गरिदियो भने के हुन्छ यो रोको तलपट्टि एउटा मेरो रो थपिन्छ यसरी है त। यसरी पनि मैले एड गर्न सक्छु यहाँबाट पनि। नभए अर्को भनेको मेरो यहाँ लेआउटमा गएर यहाँनिरबाट नि इन्सर्ट रो बिलो भन्ने हुन्छ यसमा गएर क्लिक गऱ्यो भने त्यसले पनि मेरो एउटा नयाँ रो थपिदिने काम गर्छ है त। अब यसरी मैले यहाँनिर क्लिक गरेँ। अब फेरि यहाँ गएर अब यसको डाटाहरू हेर्दै जानु पऱ्यो। जस्तै 1 मा जोन स्मिथको डाटा छ, 1 मा जोन स्मिथको डाटा भयो हैन। अब एड्रेसमा के दिएको छ यो दिएको छ है। मैले यसमै प्रेस गर्दै अनि फोन नम्बरमा मैले यो कुराहरू पेस्ट गरेँ है त। अब यसरी मेरो एउटा डाटा बन्यो। अब यसरी नै मैले अरू पनि डाटाहरू थप्दै जान सक्छु। अब अहिले मलाई यो दुईटा मात्र रोमै भए पनि काम गर्नलाई मिल्छ है। देखाउनु पर्ने कुराहरू यसैमा देखाउन सकिन्छ है। अब एउटा भनेको त मैले के गर्न सक्छु जस्तै एसएनको नम्बर, नेमको, एड्रेसको र फोन नम्बरको कोलमको साइज चाहिँ छ नि जुन यो हाम्रो विथ छ नि जुन हो यो विथ चाहिँ के हुन्छ सबैको बराबर हुन्छ है। सुरुमा मैले लेआउटबाट इन्सर्ट गर्दाखेरि के हुन्छ के अरे इन्सर्टबाट मैले कुनै पनि टेबललाई एड गर्दाखेरि सबैको कोलमको साइज चाहिँ इक्वल हुन्छ है। तर अब के भयो यो एसएन भन्नेको कोलमको लागि यत्रो डाटा त चाहिँदैन। अब त्यो भयो भने मैले यसलाई घटाउन सक्छु कि यसो गरेर यहाँ गएर मैले यहाँ यसो गरेर यसको यो बिचको यो दुईटाको यो कोलम फर्स्ट कोलम र सेकेन्ड कोलमको बिचमा भएको यो लाइनमा यसरी मैले ओभर गरेँ भने यस्तो खालको एरो आउँछ। अनि यस्तो बेलामा मैले राइट क्लिक गरेर यसो गरेर तानेँ भने के हुन्छ यो कोलमको साइज चाहिँ घट्दै जान्छ है त। अब एउटा कोलमको साइज घट्छ र अर्को कोलमको साइज चाहिँ बढ्दै जान्छ है। जतापट्टि मैले सारेको छु त्यो साइज चाहिँ सानो हुन्छ र जतापट्टि चाहिँ मेरो अपोजिट पर्छ त्यो साइडको चाहिँ कोलमको हाइट चाहिँ के अरे विथ चाहिँ बढ्दै जान्छ है त। अब यसै गरी मैले कोलममा हालेको जस्तै गरी रोमा पनि बढाउन सक्छु। जस्तै अब यो एसएन्सको साइड छ, यो एसएन र 1 को बिचको यो लाइनमा मैले यसो गरेर होभर गरेँ भने यसको यो साइज बढाउनु पऱ्यो भने यसरी बढाउन सक्छु है। यसरी मैले रो र कोलमको साइजलाई बढाउने घटाउने गर्न सक्छु है त। अब यताबाट यसो गरेँ यताबाट नि यसरी तान्नु पर्यो हैन। अब यसलाई पनि यहाँबाट यसरी तान्नु पर्यो भने यसरी मैले तान्न सक्छु है। अब यसरी तान्न सक्छु मैले है। भन्नुको अर्थ चाहिँ के भने मैले यो रोको कोलमको चाहिँ कुनै पनि विथलाई चाहिँ मैले बढाउने घटाउने यसको साइजलाई एडजस्ट गर्ने कामहरू गर्न सक्छु यो दुईटा कोलमहरूको बिचमा भएको लाइनबाट है त। यसरी चाहिँ मेरो एड गर्ने कुराहरू भयो है। अब मलाई अर्को एउटा कोलम चाहियो भनेदेखि मैले के गर्न सक्छु मलाई अर्को एउटा रो चाहियो भने फेरि मैले एउटा ट्याब गरिदिन सक्छु। ट्याब गरेर अर्को रो लिएर अब यसमा डाटा हाल्न सक्छु हैन। अनि डाटा हालेर जस्तै अब एमा जोन्सनको डाटा हालौँ। ल मैले यसरी डेटा हालेँ है। अब यो डेटा हालिसके पछाडि अब मलाई योभन्दा बढी हातमा परेन भन्ने जस्तो भयो भने अब यसमा मैले के गर्न सक्छु अरू कामहरू गर्न सक्छु है त। अब अरू कामहरू भनेको चाहिँ जस्तै के छ अब यो यसमा मैले जब क्लिक गर्छु त्यस पछाडि के हुन्छ मेरो टेबलको डिजाइन आउँछ खोलिन्छ हैन। अब टेबलको डिजाइन खोलिसके पछाडि सुरुमा यो टेबल स्टाइल अप्सन्स भन्दा पहिला सुरुमा हामी टेबलको स्टाइल्समा हेरौँ है। अब टेबल स्टाइल भनेको के छ भन्दा जब मैले यसमा गएर यहाँनिर कुनैमा क्लिक गर्छु त्यो गरिसके पछाडि के हुन्छ टेबलको स्टाइल दिने काम गर्छ क्या यसले। यहाँनिर मैले यसरी सेलेक्ट गरेँ टेबललाई अनि यो टेबललाई सेलेक्ट गरेर जस्तै मैले यसमा क्लिक गरिदिएँ भने के हुन्छ यसले अलिकति कलर हाल्दियो क्या। भन्नुको अर्थ यसमा अलिकति बोल्ड हाल्दियो हैन। मेरो टाइटलमा बोल्ड हाल्दियो। त्यस पछाडि फर्स्ट रोलाई मेरो ग्रे कलरको बनाइदियो, सेकेन्ड रोलाई मेरो व्हाइट कलरको बनाइदियो। अब फेरि मैले अर्को एउटा रो थप्छु भने त्यसमा ग्रे कलरको बनाइदिन्छ। हो यसरी चाहिँ मैले के गर्न सक्छु
टेबलको स्टाइल हाल्न सक्छु कि। अब यहाँबाट मैले यसरी सेलेक्ट गरेँ अनि यहाँनिरबाट टेबलको स्टाइलहरू हाल्न सक्छु। त्यसै गरी यहाँ ड्रप डाउनमा हेर्नुहुन्छ भने मसँग मल्टिपल खालको टेबलको स्टाइल्सहरू छ। जस्तै मैले यहाँनिर यसरी क्लिक गरिदिएँ भने यसले रोमा पनि त्यही कलर हालिदियो, अनि कोलममा पनि त्यही कलर हालिदियो। यसरी मैले स्टाइल्सहरू हाल्न सक्छु, आफूलाई मन लागेको स्टाइलहरू हाल्न सक्छु। अब एउटा स्टाइल बसिसकेको छ, अब फेरि मलाई अर्को स्टाइल हाल्नु पऱ्यो भने फेरि म यहीँ जान्छु र यहाँबाट यसरी अर्को स्टाइल चुज गरिदियो भने फेरि अर्को स्टाइलमा चेन्ज हुन्छ है त। यो यसरी आफूले स्टाइल दिन पनि सकिन्छ। होइन मलाई यसरी यसले दिएको स्टाइल मन परेन, मलाई म आफै स्टाइल दिन्छु भन्यो भने पनि पाइन्छ है। जस्तै अब मैले यहाँनिर गएर यसरी कलरमा गएँ, त्यस पछाडि यसको यो होम ट्याबमै भएको यसरी यो कलरमा गएर यसरी चुज गरिदिएर अब यहाँबाट यसरी कलरहरू चुज गरिदिन्छु भने नि पाएँ है। जस्तै मैले के गरिदिएँ, रेड कलरको बनाइदिएँ। ल अब त्यही फर्मेटमा मैले के गरिदिएँ, कलर चेन्ज गरिदिएँ। अब यसै गरी मेरो यसको ब्याकग्राउन्डलाई पनि चेन्ज गर्नु छ भने यसरी यहाँनिरबाट मैले ब्याकग्राउन्डलाई पनि हाइलाइट गरिदिन सक्छु होइन, यहाँबाट पनि गर्न सकेँ। यसरी चाहिँ मैले के गर्न सक्छु, कलरहरू चेन्ज गर्न सक्छु है त, स्टाइलहरू लगाउने कामहरू गर्न सकिन्छ है। अब यसको यहाँनिर साइडमा छ यसरी सेडिङ भन्ने कुराहरू है। यो कुराहरू अब जस्तै यहाँनिरबाट पनि चेन्ज गर्न सकिन्छ है, होमको सेक्सन्सबाट पनि गर्न सकिन्छ, नभए अर्को यहाँ टेबल डिजाइनमा पनि दिएको हुन्छ सेडिङ्स भनेर है। अब यो सेडिङमा गएर यसरी क्लिक गरेर पहिला सुरुमा यसरी सेलेक्ट गर्ने अनि यहाँ गएर सेडिङमा गएर यसो गरेर कलर लगाइदियो भने जस्तै कुन चाहिँ कलरको लगाउनु त, जस्तै ग्रिन कलरको लगाउने भने यसरी ग्रिन कलरको लाग्यो। अब यो एलो चाहिँ किन लाग्यो भन्नुहुन्छ भने यहाँनिर गएर मैले हाइलाइटर कलर पनि लगाएको थिएँ, त्यही भएर चाहिँ हाइलाइटर कलर बस्यो है। अब यसलाई म नो कलर गरिदिन्छु, त्यो भयो भने हट्ने भयो है। यो दुइटामा पनि लागेछ, यसलाई पनि नो कलर गर्ने है त। यसरी अब मैले के गर्न सक्छु भन्दा कुनै पनि टेबलमा स्टाइलहरू हाल्नु पऱ्यो भने मैले यसरी हाल्न सक्छु। यहाँ गएर टेबलको स्टाइल हाल्नु पऱ्यो, यहाँ गएर सेडिङ हाल्नु पऱ्यो। सेडिङ भनेको चाहिँ ब्याकग्राउन्डमा कुनै कलरहरू हाल्नु पऱ्यो भने हामीले यसरी हाल्न सकिन्छ है। अब यहाँ बोर्डर्स रिलेटेडको कुराहरू छ है। बोर्डरको स्टाइल्सहरू जस्तो कस्तो हाल्ने त, जस्तै सिङ्गल लाइनको हाल्ने कि, सिङ्गल लाइनमा पनि अब यो 1/2 पोइन्टको हाल्ने कि, यो भनेको 1 पोइन्टको भयो, सोलिड पोइन्टको भयो, यो भनेको त्योभन्दा अलिकति पातलो भयो, यो अलिक अर्कै कलरको भयो। यसमा डबल लाइनको बनाउनु पऱ्यो भने होइन, अब डबल लाइनमा पनि यस्तो यो डिफ्रेन्ट कलरको छ होइन। यसरी अब मैले कुनै चुज गरेँ भने त्यही अनुसारको यहाँनिर के हुन्छ, यसले बोर्डरहरू राखिदिन्छ कि। यसरी मैले चुज गर्दै राख्न सक्छु है। जस्तै मैले यहाँ बोर्डरमा गएर क्लिक गरेँ अनि त्यस पछाडि अब मलाई कुन चाहिँ साइडको चाहिँ बोर्डरमा चाहिँ त्यसरी डबल लाइन चाहिएको त, जस्तै यसो गरेर यहाँबाट यसरी त्यो लाइनमा यसरी सेलेक्ट गरिदियो भने त्यो लाइनको चाहिँ डबल लाइन हुने भयो क्या यसरी है। अब यसलाई यहाँनिरबाट अलिकति बोल्ड बनाउनु पऱ्यो, बाक्लो बनाउनु पऱ्यो भने यहाँबाट बनाइन्छ हामीले है। जस्तै अहिले यहाँ अलिकति देखिरहेको छैन, अब यहाँबाट मैले अलिकति बाक्लो बनाइदियो भने यो अलि देखिन्छ है। जस्तै अब यहाँ गएर अनि के गर्ने, यहाँ यस्तो लाइन बनाइदियो भने अलिकति बाक्लो बन्यो नि यो हो। यसरी चाहिँ मैले के गर्न सक्छु भन्दा स्टाइल दिन सक्छु है। यसले स्टाइल दिने भयो, कस्तो खालको स्टाइल दिने भन्ने कुरा हुन्छ। यसले चाहिँ कलरको बाक्लो कति बनाउने होइन, हाम्रो लाइन कतिको बाक्लो बनाउने पातलो बनाउने भन्ने कुराहरू यसले डिफाइन गर्छ। यसले के गर्छ, यसको साइजहरूलाई डिफाइन गरिदिने काम गर्छ है। यो तिनवटाको कामहरू त्यही भयो। अब यसको कलरको काम भनेको के हुन्छ भने बोर्डरमा चाहिँ कुन चाहिँ खालको कलर हालिदिने त हामीले भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चुज गर्न सक्छौँ है। जस्तै मैले अहिले के गरेँ, ब्लू कलरको हालिदिएँ भने अब चाहिँ मैले जुन चाहिँ पनि बोर्डरमा यसरी कलर हाल्छु त्यो कलर चाहिँ के हुन्छ, मेरो बोर्डर चाहिँ ब्लू कलरको बोर्डर हुने भयो यसरी है। जस्तै ब्लू कलरको बोर्डर चाहियो भने मैले के गर्छु, यसरी हालिदियो भने यो ब्लू कलरको बोर्डर बन्यो है त। यसरी है त, यसरी मैले कलर हाल्न सक्छु है त, बोर्डर कलरहरू हाल्न सक्छु। अब यहाँनिर अर्को पनि छ, बोर्डर भन्ने पनि छ है। अब यसले चाहिँ के गर्छ भनेदेखि कुनै बेलामा हामीलाई सर्टेन एउटा डिरेक्सन्समा चाहिँ बोर्डर नचाहिन सक्छ। त्यस्तो बेलामा चाहिँ हामीले के गर्न सक्छौँ, यो युज गर्न सक्छौँ। जस्तै यसले के भने बटममा मात्रै बोर्डर राख्ने, अरू ठाउँमा बोर्डर नराख्ने भन्ने कुराहरू गरेँ होइन। जस्तै मैले अहिलेलाई के गरिदिएँ, नर्मल एउटा बनाइदिएँ है त, प्लेन टेक्स्टवाला बनाइदिएँ। अब यसमा मैले के गरेँ, यो सेलेक्ट गरेँ, त्यस पछाडि बोर्डरमा गएर बोर्डरको यो तलपट्टिको मात्रै बोर्डरमा लाइनमा हालिदिएँ मैले
भनेदेखि के हुन्छ यसले तलपट्टि मात्रै लाइनमा बोर्डर बनाइदियो है। यसो टपमा गऱ्यो भने टपमा मात्रै बोर्डर दिन्छ, लेफ्टमा गऱ्यो भने लेफ्टमा मात्रै दिने भयो, राइटमा गऱ्यो भने राइटमा मात्रै दिने भयो है। यसरी चाहिँ मैले बोर्डरहरू दिन सक्छु। त्यसै गरी अब नो बोर्डर भन्ने पनि हुन्छ। नो बोर्डरमा क्लिक गऱ्यो भने यसरी बोर्डरै नआउने नि हुन्छ। अब अल बोर्डरमा क्लिक गऱ्यो भने सबैतिर बोर्डर हालिदिने भयो। अब आउटसाइडमा भन्यो भने आउटसाइडमा मात्रै हालिदिन्छ, इनसाइडमा बोर्डरहरू हाल्दैन। अनि अर्को भनेको इनसाइड बोर्डर छ भने इनसाइडमा मात्रै हाल्ने भयो, आउटसाइडमा बोर्डर नहाल्ने भयो है। यसरी चाहिँ हामीले के गर्न सक्छौँ, बोर्डरहरू हाल्न सक्छौँ है। अब यसमा इनसाइड बोर्डर भन्ने पनि हुन्छ। इनसाइड बोर्डरमा चाहिँ इनसाइडतिर मात्रै बोर्डर हुने, आउटसाइड भर्टिकलमा भर्टिकलतिर मात्रै बोर्डर हुने होइन, ओरिजिनल लाइनमा। यसरी यहाँ डिफ्रेन्ट खालको बोर्डर्सहरू छ। आफूलाई मन लागेको बोर्डर्सहरू हामीले हाल्न सकिन्छ है त। जस्तै अहिले मैले के गरेँ, आउटसाइड बोर्डर मात्रै हाल्दैन, यसरी आउटसाइडमा मात्रै बोर्डर बस्नु भयो है। भित्रपट्टि चाहिँ के हुन्छ भने नर्मल टेबलको लाइनहरू बस्छ र बाहिरपट्टि चाहिँ के हुन्छ, हाम्रो टेबलको बोर्डर चाहिँ अर्को छुट्टै बस्नु भयो कि हो। यसरी चाहिँ हामीले के गर्न सक्छौँ, बोर्डरहरू डिफाइन गर्न सक्छौँ है। यहाँ बोर्डर पेन्टर भन्ने छ। बोर्डर पेन्टरको काम पनि त्यही हो, पेन्ट गर्ने कामहरू हो है। कलरहरू लगाएर पेन्ट गर्ने कामहरू गर्ने काम हो है। यहाँबाट यसरी बोर्डर पेन्ट गर्न सकिन्छ। यसरी आफूलाई कुन कुनको पेन्ट गर्नुपर्ने छ बोर्डरमा, यसरी पेन्ट गर्न सकिन्छ। जस्तै यसमा मात्रै चाहियो मलाई, अरूमा चाहिएन भने यसरी पेन्ट गर्न सकिन्छ क्या आफूले है त। यसको काम भनेको के भयो, टेबलको स्टाइल्सहरू लगाउने, पेन्टहरू लगाउने कामहरू चाहिँ हामीले यसरी गर्न सकिन्छ है त। अब यति भइसके पछाडि अब मैले के गरेँ, जस्तै अब यो सेक्सनमा हेरौँ है त। अब यसमा मैले अनक्लिक गरेँ, यसमा सेलेक्ट गरेर अब यो सेक्सन हेरौँ है त, टेबल स्टाइलको कुराहरू। अब यसमा माथिपट्टि लेखेको छ हेडर रो र फर्स्ट कोलम भनेर लेखेको छ नि हो। यसले चाहिँ के गर्छ भनेदेखि चाहिँ हाम्रो फर्स्ट हेडरमा चाहिँ जुन यो स्टाइलहरू बस्नुपर्ने हो नि, हाम्रो चाहिँ के हुन्छ भने फर्स्ट हेडरमा चाहिँ डिफाइनहरू गर्दाखेरि, जस्तै कस्तो भन्दा मैले यहाँनिर नर्मलमा चुज गरेँ है। अब नर्मलमा होइन, अहिले मैले के गर्दै यस्तो खालको हुन्छ नि, एउटा कुनै पनि यस्तो खालको बनाइदिएँ। अब यसमा के हुन्छ भन्दा अलिकति देखिएन यसको कलरहरू, कलर चाहिँ यस्तो खालको छ मसँग होइन। अब यसमा के हुन्छ भने हेर्नु है, यहाँनिर माथिपट्टि हाम्रो यो हेडरमा पनि हाम्रो बोर्डर के अरे यो इफेक्ट कलर बसेको छ। अनि यो लेफ्ट यो फर्स्ट कोलममा पनि हाम्रो कलरहरू बसेको छ होइन। यो चाहिँ किन कसरी बस्यो भन्दाखेरि, जब मैले यसरी यहाँनिर सेलेक्ट गर्छु अनि टेबल डिजाइनमा गएर यहाँनिर के हुन्छ, फर्स्ट हेडर रोमा आएर मेरो यो फर्स्ट कोलममा चाहिँ यसरी टिक लागेको छ नि, त्यसले गर्दाखेरि बसेको क्या। जब यसमा मैले अनक्लिक गरिदिन्छु, यसमा यो कलरहरू हट्ने भएर यो नर्मल बनिदिने भयो कि है त। त्यसै गरी मैले यहाँनिर क्लिक गरेर यो डिजाइनमा गएर अब हेडरमा पनि मैले अनटिक लगाइदिएँ भने के हुन्छ, सबै नर्मल भनिदिने भयो है। यसले चाहिँ के हुन्छ, नर्मल हाम्रो हेडरलाई र हाम्रो डेटालाई छुटाउनको लागि चाहिँ त्यो कुराहरू राख्ने कि नराख्ने, अलिकति छुट्टै बनाउने कि नबनाउने, हेडर र हाम्रो डेटाहरू भन्ने कुराहरू चाहिँ देखाउने भयो। जस्तै हेडरमा टिक लगाइदियो भने यो डाटा आउने भयो होइन, अलिकति बाक्लो बन्ने भयो, नभए नबन्ने भयो है। यसको कुराहरू त्यो हुन्छ है। अब यसमा टोटल रोको कुराहरू भनेको चाहिँ के हुन्छ, यसले लास्टमा एउटा टोटल रो भन्ने एउटा थपिदिन्छ। यदि हामीले कुनै पनि अरू क्यालकुलेसन्स रिलेटेडको कुराहरू गर्न लागेको छौँ भने टोटल रोले चाहिँ यहाँ एउटा लास्टमा एउटा रो थपिदिन्छ। अनि यो रोमा चाहिँ हामीले के गर्छौँ भने टोटल रिलेटेडको कुराहरू राख्छौँ क्या है। यो एउटा लास्टको कोलम भयो। यदि यो चाहिँ म्याथमेटिकल क्यालकुलेसन्सहरू गरिरहेको छौँ हामीले भने यहाँनिर टोटल भन्ने एउटा सेक्सन्स बनाउँछौँ। अनि यसको टोटलमा चाहिँ यहाँनिर गएर एमाउन्टहरू हाल्ने कामहरू गर्छौँ क्या हामीले है। यसले चाहिँ एउटा लास्टमा एउटा रो थपिदिने काम गर्छ, टोटलको रो थपिदिने काम गर्छ है। यसमा अनटिक गऱ्यो भने नर्मल रो नै बन्छ, यसमा टिक लगायो भने लास्टमा टोटलवाला रो भन्ने भयो। यसमा चाहिँ के फरक भन्दाखेरि हाम्रो यो बोर्डरहरू हुँदैन है त, देखिँदैन। हुन त हुन्छ तर देखिँदैन है त यो टोटलवाला रोमा चाहिँ। अब यसको लास्ट कोलममा पनि लास्ट कोलम र फर्स्ट कोलममा चाहिँ त्यही नै फरक हो है। जस्तै फर्स्ट कोलममा मैले यसरी क्लिक गरेँ भने यो फर्स्ट कोलममा यसरी आउँछ। अब यसमा क्लिक छोडेर यसरी लास्ट कोलममा लगाइदियो भने लास्ट कोलममा आउने भयो है त। यसरी इफेक्ट्सहरू आउनुहुन्छ। अब यो एउटा ब्यान्डेड रो र ब्यान्डेड कोलम भन्ने कुराहरू छ है। यो ब्यान्डेड रो र ब्यान्डेड कोलमले चाहिँ के काम गर्छ भन्ने
भनेदेखि ब्यान्डेड भनेको चाहिँ हाम्रो यो जुन यो अल्टरनेटिभ लाइनमा चाहिँ अलिकति कलरहरू फरक आइरहेछ नि हो, यो कुरा चाहिँ केले गरेको हो, ब्यान्डेडले गरेको हो कि ब्यान्डेडमा यसरी यदि रोमा क्लिक लागेको छ भनेदेखि अल्टरनेटिभ रोमा चाहिँ हाम्रो कलरहरू सेम हुन्छ। अब ब्यान्डेड कोलममा टिक लागेको छ भने अल्टरनेटिभ कोलममा चाहिँ हाम्रो कलरहरू सेम हुन्छ है त। अब अहिले मैले के गरेँ, यो ब्यान्डेडमा क्लिक गरेन भने के हुन्छ, सबैको सेम भयो है। अब यसमा क्लिक गऱ्यो भने के हुन्छ, अल्टरनेटिभ रोको कोलमहरू कलरहरू सेम हुने भयो। त्यसै गरी अब कोलममा पनि चाहियो भने मैले के गर्छु, ब्यान्डेड कोलममा पनि क्लिक लगाइदियो भने अल्टरनेटिभ कोलममा चाहिँ हाम्रो डाटाहरू सेम हुने भयो। जस्तै यस्तो यो कोलममा र यो कोलममा डाटाहरू सेम भयो, सेम भयो, यसमा र यसमा सेम भयो है त। यसरी चाहिँ मैले के गर्न सक्छु, कुनै पनि टेबलमा चाहिँ हाम्रो डिजाइन गर्न सक्छु, टेबल रिलेटेडको डिजाइनहरू है त।